चाहिँ हामीलाई क्रिएट गर्नुभएको कारण चाहिँ हामी उहाँसँगै रहनको लागि र उहाँको महिमा आराधना गर्नको लागि रहेछ है। विशेष चाहिँ हामी हाम्रो जीवनबाट हामीले जो पनि कामहरू गर्छौँ त्यो चिजहरूबाट चाहिँ परमेश्वरको महिमा भएको हुनुपर्छ र चाहिँ हामी त्यो काम गर्दै गर्दाखेरि परमेश्वरबाट डिस्कनेक्ट हुनु चाहिँ भएन होइन। प्रभुमा भएर जुन कामहरू गरिन्छ त्यो चिजले असल फलहरू फलाउँछ, तर प्रभुबाट छुट्टिएर गरेको चिजहरू चाहिँ के हुन्छ हामीलाई जहाँ पनि पुर्याउन सक्छ, जे पनि हुनसक्छ होइन। अनि त्यो भागले गर्दाखेरि चाहिँ अनि हामी कतिचोटि सोच्छौँ, बाइबलले पनि भन्छ वी आर द मास्टर पिस है, हामी चाहिँ एकदम मास्टर पिस अरे परमेश्वरले बनाउनु भएको, प्रभुले यस्तो मेहनतले बनाउनु भएको, यस्तो विचार गरेर बनाउनु भएको हाम्रो कला। अनि हामी सृजना हुँदै गर्दाखेरि सृजना हुनुभन्दा अगाडि नै परमेश्वरले चाहिँ हाम्रो जीवनमा तपाईँहरूको मेरो जीवनमा चाहिँ योजनाहरू राखिसक्नु भएको छ र चाहिँ त्यही योजना चाहिँ अब हामी कसरी थाहा पाउने प्रभुको उद्देश्य के छ मेरो जीवनमा भन्ने कुरा कसरी थाहा पाउने भन्दाखेरि चाहिँ प्रभुसँग कनेक्ट भएर नै हो है, प्रभुको नजिक गएरै त्यो उद्देश्यहरू चाहिँ हामी थाहा गर्न सक्छौँ। अनि त्यही चिजहरू आज हामी यो समयमा हामी खोजी गरौँ, प्रभु तपाईँको योजना हाम्रो जीवनमा के छ हामी त्यो थाहा पाउन सक्छौँ, थाहा पाउन चाहन्छौँ र त्यो कसरी थाहा पाउँछौँ भन्दाखेरि तपाईँसँगको घनिष्ठताबाट है। प्रभुको नजिक हामी जानेछौँ यो समयमा र प्रभुको उद्देश्यलाई चाहिँ हामी हाम्रो जीवनमा थाहा गर्नेछौँ र त्यो अनुसार हामी हाम्रो जीवनलाई चाहिँ म हिँडाउन चाहन्छु प्रभु भनेर हामी भन्नु यो समयमा। र यो समयमा पहिला हामी प्रभुलाई महिमा दिनेछौँ।